हेलो सबैजनालाई वेलकम ब्याक टु माई च्यानल है। अनि अस्ति मैले तपाईहरुलाई मेरो बारीमा चाहिँ के रोपेको छ भन्ने देखाएको थिएँ। त्यो बेलामा चाहिँ अनि उम्रेको पनि थिएन कि, अनि अहिले चाहिँ उम्रेर पनि अनि आधी त हामीले खाइ पनि सकेका छौँ है सागहरू। अनि चाहिँ भेराइटी सागहरू छ नि, तपाईहरु देख्नुभयो भने सक्नुहुन्छ। अस्ति चाहिँ हरियाली थिएन, बाजा बाजा देखाएको थियो जमिनहरू, अहिले हेर्न सक्नुहुन्छ है बारी पुरै हरियाली भएको छ। अनि यहाँ मैले अस्ति भनेको थिएँ चम्सुर र पालङको साग, चम्सुर पालङको साग छ यहाँ। बेथीको साग लटरम्मै छ हेर्नु यहाँ। बेथी चाहिँ हेल्थलाई एकदमै राम्रो, बेटर। तोरी तर दुःख कुरो, अनि यहाँ मुसाले यति धेरै दुःख दिन्छ हेर्नु यहाँ बारीमा। बिहान मम्मीले 5 बाल्टिन पानी हाल्नु भयो अरे होइन, पानी सबै गयो जम्मा, उयो बन्द भयो नि यो पल मुसाको। अनि त्यसपछि यो प्याज हेर्नु, अस्ति मैले यहाँ चाहिँ नदेख्नु होला है, यहाँ चाहिँ अर्कै सामानहरू प्याज अनि बेथीको सागहरू कस्तो राम्रो भइरहेछ। अनि तपाईहरुले आलसको बोट देख्नु भएको छ कि छैन है? अनि आलसको बोट चाहिँ यस्तो हुन्छ कि हेर्नु यहाँ, यो चाहिँ आलसको बोट। हामीले हिजो आलसको साग पनि खायौँ, अनि धेरै बाक्लो भयो भने फल्दैन अरे, अनि त्यही भएको एकदमै सफ्ट हुँदो रहेछ बोट पनि। हेर्नु यो आलस भयो, यो तोरी भयो, अनि यो बेथीको साग, अनि ऊ त्यहाँ बकुला हेर्नु, त्यो बकुला हेर्नु त, बकुलाको जस्तै आँखा छ हेर्नु, त्यो भएर नि त्यसलाई बकुला भन्ने रहेछ। अनि यहाँ चाहिँ अनि अस्ति आलु रोपेको छ भनेको थियो, अनि त्यो सबै आलु हो, तर दुःख कुरा है। अनि अस्ति चाहिँ हाम्रो घर चाहिँ जङ्गलको छेउमै छ हेर्नु है, यही छ जङ्गल। जङ्गल छेउमा भएको कारणले गर्दाखेरि अहिलेसम्म रातो बादर आएको थिएन यहाँ। खोइ मान्छेले छोडिदिएको रे बादरहरू लिएर आएर भनेर। अनि यहाँ 1 टा 2 टा 3 4वटा लगभग 5वटा बोट त पुरै उखालेर, मान्छेले जस्तै उखालेर खाल्टो बनाएर आलु पुरै खोजेर रहेछ, तर त्यसले चाहिँ लगेन है, किनकि फलेकै थिएन। अनि यो चाहिँ केराउको बोट हो। अनि यहाँ पुरै आलु छ, यता पुरै प्याज छ, प्याज। अनि तलपट्टि त्यो चाहिँ चना हो, त्यतातिर नकुल्चिनु है, त्यतातिर त्यो उयोहरू छ, यो सबै आलस हो। अनि आलसको फुल पनि यस्तो मिठो कलरको हुन्छ कि, ठ्याक्कै यो कुन कलर भन्यो, यो भाइलेट कलर। अनि यो चाहिँ के को बिरुवा होला तपाईँहरूले चिन्नुहुन्छ होला है, बोटकै हो। यो चाहिँ 40 मुला हो है। अनि 40 मुलाको त्यो मकै छ, त्यो मकै छ त्यतिर, यो चाहिँ 40 मुला है। अनि हामीले चाहिँ घरमा नै बिउ बनाउँछ कि बाहिरबाट किन्दैन, यो सबै बिउहरू निस्केको छ। यो 40 मुला हो। अनि सबै 40 मुला हेर्नु, अस्ति चाहिँ बाँदरले उखाले एउटा है। अनि रायोको बिउ पनि देखाइदिउँ न, आउनु त, त्यो मकै अनि यो चाहिँ हाम्रो रायोको सागको बिउ हो। अनि यसरी चाहिँ बिउ राख्ने गरिन्छ है, छुट्टै यसलाई चाहिँ यसको पातहरू पनि नटिपिकन अनि यसलाई यसरी बिउ राख्ने गरिन्छ। अरू पनि उम्रिएको छ, फल के अरे बिउहरू निस्केको छ, तर यो चाहिँ विशेष गरी बिउको लागि मात्र। छोरा त्यो मकैहरू छ है, हेरेर हिँड्नु तल। यति नै हो है। अहिले हेर्नुहोस् हाम्रो भ्युज पुरै सबै हरियाली छ, हरियाली हरियाली। ल धन्यवाद। You can come and visit my करेसाबारी। मेरो छोरी भाडा बोक्दै हिँडेको छ तल, म गएको भयो। ल अनि तपाईँहरूलाई चाहिँ मेरो करेसाबारी कस्तो लाग्यो है? मलाई चाहिँ यहाँ एकदमै आनन्द आउँछ कि, वरिपरि हरियाली भएको कारणले गर्दा एकदमै आनन्दको फिल हुन्छ। तपाईँहरू चाहिँ कस्तो लाग्यो मेरो बारी? तपाईँहरूलाई हेर्नको लागि इच्छा छ भने तपाईँहरू मेरो बारीमा आएर भिजिट गर्न सक्नुहुनेछ। थ्याङ्क यू फर वाचिङ।